भेला भने छलफल मात्रै गरी घर जाने के हो म आएको 3 वर्ष भयो 3 वर्ष 2 महिना पनि भयो म आउनुभन्दा अगाडिको केस थियो यही समाधानको कुरा आयो अब हामी यो सबै अब यहाँ जम्मा भएको के को कारण भन्दा चाहिँ समाधान गर्ने भनेर जम्मा भयो त्यही हो समाधान गर्नका लागि अब यहाँ अहिले नै यहाँ समस्या देखिसक्यो क्या 26 करोडमा 9 करोड रुपियाँ छ 17 करोड त्यो 17 करोडको आएर त हुनु पर्यो यो ठाउँमा छ भन्ने हुनु परेन अब यहाँ पैसै छैन अनि यहाँ झगडा मात्रै गरेर के हुने के छ कति पैसा बाँकी छ अहिले उहाँहरू आएको पनि करिब 1 वर्ष बढी भयो धेरै भइसक्यो कोही 2.5 वर्ष पनि भइसक्यो अस्ति एकजना छैन अस्ति एकजना साथी आउनुभयो छ अब अहिले चुनाव भएको सबै छुट्नु भयो अब कोही बाँकी छैन अब भनिसकेपछि उहाँहरूले अहिलेसम्म हाम्रो बजारमा यति पैसा उठ्नु बाँकी छ यति पैसाको हामीसँग जग्गा धितो छ होइन यति पैसा बैङ्कमा खातामा पैसा छ भनेर आधा दिन चाहिँ हिसाब बुझाउनु पर्थ्यो यो हिसाबै आएको हो पहिला हिसाब त आउनु पर्यो नि अब अहिले केही मैले केही देखाएँ होइन आउने गफै गर्ने अनि सुन्ने होइन घरमा केही गर्यो भने कहिले हुन्छ हुँदैन तपाईँ उहाँहरूले कति यहाँ एउटा कुरा एकछिन चुप लाग्नुहोस् न एउटा कुरा कति तपाईँहरूको जग्गा कति धितो छ भन्नुहोस् अहिले भन्नु सकिहाल्यो कति पैसा बाँकी छ कति पैसा घाटा छ भन्नु पर्यो नि अब घाटा छैन भने अब मैले तिर्न सकिनँ भनेर कि हातो खुवाउनु पर्यो त्यसपछि अर्को कुरा होला नत्र भने सधैँ यतिका मान्छे अहिले एउटा काम गर्न गए 4 किलोमिटर बाटो अनि अहिले आजको मात्र कुरा भयो म आएकै 3 वर्ष भयो म आउनुभन्दा अगाडिको 6.5 वर्ष अगाडि कुरा 7.5 वर्ष अगाडिको कुरा 7 वर्षसम्म यही कुरा मात्र गर्दै पैसा पनि नआउने दुःख पाउनु पर्ने हामीले त मूर्ख को हुन्छ हामीले मूर्ख हुँदैन कुरा दुईटा हो नि त तिर्न सकिन्छ म तिर्छु भन्नु पर्यो सक्दिनँ भने म सक्दिनँ भन्नु पर्यो अनि त्यसपछि कुरा हुन्छ सक्दिनँ भनेपछि किन सक्छु भनेपछि यो के गर्नु यो त खालि त्यो बच्चा कुरा भन्छ त्यसले गर्दाखेरि तपाईँले भन्नु पर्यो ल होइन यो भेला एउटा म तपाईँहरूसँग के आग्रह गर्न चाहियो भने यतापट्टिको 3-4 जना बस्नु सेयर धनीबाट अर्को 3-4 जना बस्नु फेरि यो 3-4 जना बस्योपछि पैसा आउँछ भन्ने होइन पहिला हिसाब त हेर्नु पर्यो हिसाब किताब हेर्नु पर्यो कति पैसा बाँकी छ कति पैसा उठ्न बाँकी छ यति पैसा उठ्न बाँकी छ भनेर भन्नुहोस् न मैले भनेन अस्ति यो नयाँ सन्देशको पैसा तिर्दैन भने कसैले ऋण लिएको पैसा लिँदैन भने यहाँबाट प्रहरीको भेन गरेर घरबाट उठाएर ल्याउँछु तर हिसाब आउनु पर्यो न मसँग मैले यो नयाँ सन्देशको पैसा मिठाराम अधिकारीले यति लाख तिर्नुपर्छ भन्ने हिसाब खोइ त्यो हिसाब आउनु परेन लिस्ट बनाउनु पर्यो हो त्यो लिस्ट बनाउनु पर्नु कति उठ्न पाइन्छ होइन पैसा सबै सकिएर चाहिँ नि अब केही नभए हो कि मलाई जस्तो लाग्छ सरकारी मैले धेरै हेरेको छु मलाई पनि थाहा छ अब यो ऋण नउठेर घाटा पऱ्यो हो कि ऋण उठाउन त सहयोग गर्छु भनेको छ बुढालिकट नगरपालिकाले गर्नु त्यही हामी नगर प्रयोगको गाडी पठाएर हालेर ल्याउँछ हो त्यसले गर्दा कति पैसा लिनु पाइन्छ यहाँ ठ्याक्कै एउटा कुरो एक्ज्याक्टली नमिल्न सक्छ क्या तर यति करोड रुपियाँ हाम्रो बजार बाहिर बजारमा ऋण छ त्यो उठाउन लागौँ भनेर उहाँले बोल्नु पर्यो हो त्यसले गर्दा यहाँले भनिदिनु पर्यो सुद कति छ ऋण कति छ जग्गा धितो कति बाँकी छ हो ती सबै छ भने पनि अनि त्यसको एउटा निष्कर्ष ल्याउँछु नत्र भने 7 वर्ष भइसक्यो जहिले पनि आन्दोलन आज आन्दोलनले एउटा निष्कर्ष निकाल्दैन के आन्दोलन कति आउने जाने बिहान आएको घरको भात खा सकिसक्यो फेरि भगवान खाइसक्यो अनि फेरि घर गयो फेरि खाँदैन त्यही होइन ल म अध्यक्षज्यूलाई
टेन्टेटिभ यति पैसा हाम्रो बजारमा उठ्न बाँकी छ, यति जग्गा हामीसँग भित्तो छ भनेर अध्यक्षले भन्नु पर्यो। अनि त्यसपछिबाट अनि कसरी जाने भन्ने हामी कुरा गर्नुपर्छ। पर्नुहोस् न, त्यही त अब बोल्न लगाएँ बजारमा यति टेन्टेटिभ त थाहा, एक चुनाउनु पर्यो यति